मनोज कुमार कौशल कहाँदेखि आउनु भएको हजुर? नेपालगञ्ज वार्ड नम्बर 4 बाट। आज हजुर चाहिँ नि गुरु दीक्षा लिनु भएको रहेछ। गायत्री को दीक्षा लिइराख्दाखेरि हजुरले अहिले कस्तो महसुस गर्नु भएको छ? धेरै राम्रो आनन्द लागिरहेको छ। धेरै आध्यात्मिकबाट जुटेको छु, मलाई खुसी छ धेरै। दीक्षा लिन पाउन मेरो लागि सौभाग्यको कुरा हो। गायत्री परिवारमा जुडेर एकदमै खुसीको महसुस गरिराख्नु भएको छ र गायत्री मातासँग चाहिँ नि दीक्षा गायत्री माताको दीक्षा चाहिँ नि लिइराख्दाखेरि तपाईलाई एकदमै खुसी महसुस गर्नु भएको छ। यो कति दिनको दौरानपछि तपाईलाई गायत्रीको दीक्षा लिन पर्छ भन्ने महसुस भएको थियो? यो मैले प्राय जस्तो मेरो पहिलेदेखि थियो सोच कि दीक्षा लिम, अनि उहाँ गुरुजी मलाई भेट्नुभयो। अनि पहिलादेखि परिचय त पहिलादेखि थियो। अनि उहाँ चाहिँ अस्ति आउनुभयो पसलमा, म दीक्षा लिन्छु गुरुजी भनेको थिएँ। अनि ठिक छ आउनु होला, यहाँ तम्दीमा भन्नुभएको थियो मेरो गौशाला छ, त्यहाँ आउनु होला दीक्षा लिम्ला भन्नुभएको थियो। दीक्षा लिइसकेपछि तपाईँलाई एकदमै राम्रो, योभन्दा अगाडि चाहिँ नि दीक्षा लिम भन्ने चाहिँ नि मनमा जिज्ञासा कहिलेदेखि भएको थियो? एकदमै यो मैले त सुरुदेखि नै लिम भनेको थिएँ, तर अब खासै अब त्यही त भन्छन् जबसम्म त्यो माताले बोलाउँदैन तबसम्म मनमा पहिल्यैदेखि चाहिँ नि इच्छा भइराख्दा पनि हजुरलाई माताजीको बुलावा भएन भन्ने महसुस भयो होइन? ठिकै छ, अहिले लिनु भएको छ। एकदमै धेरै धेरै अहिले आफ्नो जीवनलाई नयाँ बाटोमा चाहिँ नि न्यायको पक्षमा, समानताको पक्षमा र एउटा चाहिँ नि सत्मार्गमा चाहिँ नि हजुर डोरिनुहुन्छ भन्ने हामीले पनि आशा राखेका छौँ। हस्त नमस्कार।